यो तस्बिर हेर्नुहोस् र अब यो तस्बिर हेर्नुहोस्। यी दुई तस्बिरमा तपाईले के फरक देख्नुभयो? यी दुई तस्बिरले नेपालको इतिहास अनि वर्तमान अवस्था बीच आकाश जमिनको अन्तरलाई नंगाइदिएको छ। कुनै समय थियो जब विश्वमा नेपालको आफ्नै छुट्टै उपस्थिति थियो। विश्वले नेपाललाई एक अभिन्न अंगका रूपमा हेर्थ्यो। नेपालले कूटनीतिक सम्बन्धमा यसरी फड्को मार्दै थियो कि यसले भारत समेत अतालिएको थियो। विश्वमा जता गए पनि नेपाली भनेपछि वीर गोर्खालीको देश, शान्तिको देश भनेर चिनिन्थ्यो। नेपालका राजाले गर्ने सम्मान देखेर हर कोही दंग पर्थे। एक किसिमले भन्न पर्दा नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त त्यतिबेला वास्तवमै व्यवहारमा देखिन्थ्यो। अनि त्यसपछि आउँछ लोकतन्त्र, सरी लुटतन्त्र। लुटतन्त्रमा हरेक व्यक्तिले आफूले राजा हुम भन्न थाले। देशमा यति धेरै छोटे राजाहरू उत्पादन भए कि विश्व जगत पनि आश्चर्यमा पर्यो। नेपालको परराष्ट्र नीति कमजोर हुँदै गयो र आज नेपाल विश्वको मानचित्रमा त छ, तर विश्व मञ्चमा नेपालको दरिलो उपस्थिति छैन। अहिले नेपाल एक सस्तो लेबर उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा विश्वमा चिनिन्छ। अहिलेका नेताहरूले जति नै ठूला कुरा गरे पनि यिनीहरूको इज्जत कति छ भन्ने कुरा यिनीहरूको विदेश भ्रमणका बेलामा हुने स्वागतले देखाइदिन्छ। बंगलादेश आफ्नो टेक्सटाइल उद्योगले चिनिन्छ, चीन प्रविधिले चिनिन्छ, भारत अन्न मसला उत्पादनले चिनिन्छ भने नेपाल भ्रष्ट अनि नालायक नेताहरूको उत्पादनले चिनिन्छ। तर नेपाल कुनै चीजमा चाहिँ टपमै पर्छ। गरिबी, भ्रष्टाचार, बेथिति, हत्या, हिंसा र आन्दोलन गर्ने मामलामा चाहिँ फेरि नेपालले सबैलाई उछिनेको छ। यो गणतन्त्रको उपलब्धि हो। नेपाल भारततर्फ बढी झुकिरहेको कुरा राजा महेन्द्रले नियालिरहनु भएको थियो। विक्रम सम्वत 2011 साल फागुन 30 गते महेन्द्र नेपालको राजा बन्नुभयो। राजा महेन्द्रको आगमनसँगै नेपालको कूटनीतिक सम्बन्धको गोल्डन पिरियड सुरु भयो। राजा बने लगतै उहाँले चीनसँग कूटनीतिक सम्बन्ध स्थापित गर्ने चाँजोपाँजो मिलाउनु भयो र अन्ततः विक्रम सम्वत 2012 साउन 17 गते आधिकारिक रूपमा नेपाल चीन सम्बन्ध स्थापित भयो र नेपालले तिब्बतलाई चीनकै एक हिस्साको रूपमा स्वीकार गर्यो। राजा महेन्द्रले भारतको दबाव रोक्नका निमित्त चीनसँग घनिष्ठ सम्बन्ध बनाउन सुरु गर्नुभयो। राजा महेन्द्रको विदेश नीतिमा चीनको भूमिका महत्त्वपूर्ण थियो। सन् 1950 र 1960 को दशकमा राजा महेन्द्रले खुला रूपमा भारतलाई चुनौती दिँदै चीना गोटी प्रयोग गर्नुभयो। चीनसँग सुमधुर सम्बन्ध भएकै कारण विक्रम सम्वत 2017 साल वैशाख 16 गते तत्कालीन प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा गएको बेलामा सीमा विवाद सदाको लागि अन्त्य गर्न नेपाल चीन शान्ति तथा मैत्री सन्धि भयो र सीमाना छुट्याउने क्रममा नेपालले उल्टै 302.75 वर्ग किलोमिटर भूमि प्राप्त गर्यो। साथै सगरमाथा, जसलाई पहिले चाइनाले आफ्नो मात्र भएको दावी गर्थ्यो, उक्त सन्धिले उत्तरतर्फको भाग चीनको र दक्षिणतर्फको भाग नेपालको भनेर सीमाङ्कन गर्यो। राजा महेन्द्र कूटनीतिक चातुर्यका हिसाबले सबैभन्दा अब्बल हुनुहुन्थ्यो। राजा महेन्द्रले नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सन् 1949 सालमा नेपालले संयुक्त राष्ट्र संघको सदस्यका निमित्त आवेदन दिएको थियो, तर तत्कालीन सोभियत संघले आफ्नो भेटो प्रयोग गर्दै नेपाललाई सदस्य हुन दिएन। पछि जब चीनसँग कूटनीतिक सम्बन्ध स्थापित भयो, तब भने सोभियत संघले नेपालको सदस्य बन्नको लागि पेश गरिएको आवेदन उपर कुनै किसिमको आपत्ति जनाएन र नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो। यसले भारतको विस्तारवादी नीतिलाई ठूलो धक्का लाग्यो। राष्ट्र संघको सदस्य बन्ने लगतै नेपाल विश्वमा शान्ति स्थापना गर्नका निमित्त विभिन्न मिसनहरूमा सहभागी हुन थाल्यो। नेपालले त्यतिबेला विश्वमा आफ्नो एक अलगै पहिचान निर्माण गर्दै थियो। नेपाल संयुक्त राष्ट्र सुरक्षा परिषदमा सन् 1969 र 1988 गरी 2 चोटि सदस्यमा नियुक्त भएको थियो, किनकि राजा महेन्द्रले बलियो विदेश नीति अपनाउनु भएको थियो, जसलाई राजा वीरेन्द्रले पनि निरन्तरता दिनुभएको थियो। विश्वका शक्तिशाली राष्ट्रहरू रसिया, अमेरिका, चीन, बेलायत आदि मुलुकले नेपाललाई त्यो तहको सम्मान दिन्थे। राजा महेन्द्रकै पालामा नेपाल र इजरायल बीच कूटनीतिक सम्बन्ध स्थापित भयो। तत्कालीन प्रधानमन्त्री बीपी कोइराला यहुदीहरूबाट निकै प्रभावित थिए र उनकै सक्रियतामा उक्त सम्बन्ध सन् 1960 जुन 1 मा स्थापित भयो। त्यतिबेला दक्षिण एसियामा कुनै पनि देशले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेका थिएनन्।
नेपालले आफ्नो विदेश नीति भारतको कार्बन कपी होइन भनेर दुनियाँलाई देखाउने त्यो एकदम राम्रो अवसर बन्यो। नेपालले इजरायललाई त्यस यता विश्व मञ्चका हरेक गतिविधिमा सपोर्ट गर्दै आएको छ, चाहे त्यो सेक्युरिटी काउन्सिल रिजोल्युसन 242 1967 र 338 1973 होस्, चाहे त्यो मिडल इस्टमा शान्ति स्थापना गर्न गरिएका अन्य कुनै पनि सम्झौता होस्, नेपालले सधैँ शान्तिको पक्षमा आफ्नो मत राख्दै आएको छ। राजा महेन्द्रले आफ्नो चातुर्यताको बलमा यी विभिन्न मित्र राष्ट्रहरूबाट अधिक सहयोग जुटाएर देशमा उद्योग, राजमार्ग, अस्पताल, विद्यालय, कृषि, प्रविधि आदि हरेक क्षेत्रमा सुधार गर्नुभयो। उहाँले मित्र राष्ट्रहरूलाई एक आपसमा प्रतिस्पर्धा गराएर देश विकासको लाभ लिनुहुन्थ्यो। राजा महेन्द्रले समग्र दक्षिण एसियाको विकासको लागि क्षेत्रीय संगठनहरूको स्थापनाको खाका कोर्नु भएको थियो र पछि त्यसैको जगमा सार्कको स्थापना पनि भयो। साथै उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नका निमित्त तयारी सुरु गरे पनि राजाको शंकास्पद मृत्युपछि ती कामहरू पछि राजा वीरेन्द्रले पूरा गर्नुभयो। राजा महेन्द्र चीनका माओ त्से-तुङबाट निकै प्रभावित हुनुहुन्थ्यो। चीनसँग राजाको सम्बन्ध नजिकेपछि भारतले सहन नसकी राजा महेन्द्रको हत्या गरेको अनुमान लगाउने पनि धेरै छन्। राजा महेन्द्रले आफ्नो 17 वर्षे कार्यकालमा 45 वटा देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापित गर्नुभयो, जुन एक ठूलो सफलता थियो। राजा वीरेन्द्रले पनि असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै नेपाललाई कूटनीतिक हिसाबले बलियो बनाउँदै लग्नुभयो। राजा वीरेन्द्रले सन् 1975 जनवरी 25 मा आफ्नो राज्याभिषेकका दिन विश्वभरबाट उपस्थित विभिन्न मुलुकका प्रतिनिधि समक्ष नेपालले शान्ति क्षेत्र घोषणा गर्नका निमित्त सहयोग माग्नुभयो, जसमध्ये भारत र सोभियत संघ बाहेक 116 वटा मुलुकले समर्थन जनाए। राजा वीरेन्द्रको इनिसिएसनमा 8 डिसेम्बर 1985 मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको स्थापना भयो। राजा वीरेन्द्रको 1983 डिसेम्बर 5 देखि 13 गतेसम्मको अमेरिका भ्रमण र 1979 मा भारतले गणतन्त्र दिवस कार्यक्रममा राजा वीरेन्द्रलाई प्रमुख अतिथि बनाएको, यी दुई घटनाले नेपाल त्यतिबेला कूटनीतिक हिसाबले कति बलियो थियो भन्ने प्रश्न हुन्छ। किनभने त्यस यता नेपालका कुनै पनि हेड अफ द स्टेट राष्ट्रपति अथवा हेड अफ द गभर्नमेन्ट प्रधानमन्त्रीलाई न त अमेरिकाले आधिकारिक राज्य भ्रमणको निम्तो दिएको छ, न त भारतले कुनै ठूलै कार्यक्रममा प्रमुख अतिथि बनाएको छ। लोकतन्त्र आउनु अघि नेपालको विश्व मञ्चमा मजबुत उपस्थिति थियो। नेपाल कूटनीतिक हिसाबले आजको दिनमा यति कमजोर छ कि विदेशको एउटा कालो कुकुरले पनि नेपाललाई गन्दैन। यो सब कमजोर परराष्ट्र नीतिका कारण भएको हो। यसको सुरुवात 2047 सालमा लोकतन्त्र आएपछि भएको थियो। लोकतन्त्र आएपछि नेपाली कांग्रेस पावरमा आयो। नेपाली कांग्रेसले भारतको इन्ट्रेस्टमा काम गर्न थाल्यो। उता दिल्लीबाट रिमोट चल्थ्यो, यता खेलौनाहरू चल्थे। रिमोटमा चल्न नमान्ने व्यक्तिहरू, चाहे त्यो मदन भण्डारी हुन् कि राज परिवार, सबै स्वाहा हुन्थे। भारतको इन्ट्रेस्टमा सरकारले काम नगर्दा 2046 र 2072 सालमा अघोषित नाकाबन्दी नै लगायो। नेपाली कांग्रेसको साथै नेकपा एमाले, जसले आफूलाई कम्युनिस्ट भन्छ, त्यो पार्टी पनि 2050 को दशकमा भारततर्फ बढी झुकेको थियो, जसको प्रमाण महाकाली सन्धि हो। महाकाली सन्धिमा समर्थन गरेकै कारण नेकपा एमाले दुई टुक्रा भएर नेकपा माले जन्मियो। माओवादी विद्रोह, जसको जग नै भारत विरोधी अभियान थियो, तर भित्री रूपमा जनयुद्धलाई भारतले नै सघाएको थियो। भारतले माओवादीका शीर्ष नेता लुकाउन, लडाकुलाई तालिम दिन, आधुनिक हतियारको सप्लाई आदि कार्यमा सहयोग गरेको थियो। त्यसैले माओवादी पनि भारत निकट छ भन्ने तथ्य खोजिराख्न पर्छ जस्तो लाग्दैन। यी तीन पार्टी मध्ये जुन पार्टीको सरकार बने पनि भारत पहिलो प्राथमिकतामा पर्नुपर्छ, नत्र अनेक षड्यन्त्र गरेर सरकार ढालिन्छ। नेपालमा भारतको अधिक प्रभाव छ। यही कारणले नेपालले स्वयं आफैले कुनै पनि निर्णय लिन नसक्दा कूटनीतिक रूपमा नेपाल भारतको गुलाम बन्दै गइरहेको छ। राजा ज्ञानेन्द्रले राजद्रोह गरी सत्ता कब्जा गरेपछि चीनतर्फ नेपाल अलि बढी झुक्न पुग्दा उनको श्रीपेश नै खोसियो। वर्तमान सरकारले भारतको इन्ट्रेस्टमा काम गर्न आनाकानी गरेकै कारण भारतको वफादार खेलौना नेपाली कांग्रेसले सत्ता ढाल्नकै निमित्त संसदमा अनेक नाटकको रचना गरेका छन्। यी देशद्रोही नेताहरूलाई हार्दिक श्रद्धाञ्जली छ। नेपाललाई राजा महेन्द्रले कूटनीतिक हिसाबले जुन उचाइमा पुर्याउनु भएको थियो, नेपालको विश्वमा जुन शान थियो, त्यसलाई वेश्यालयमा बिक्री गर्ने पार्टी नेपाली कांग्रेस हो।
योभन्दा फेरि धेरै काङ्ग्रेसी समर्थकहरूलाई चित्त दुख्ला, तर वास्तविकता यही हो। नेपाल कूटनीतिक रूपमा कमजोर भएका धेरै प्रमाणहरू छन्। अघि भनेकै कुरा, नेपाल सन् 1969 र 1988 मा UN सेक्युरिटी काउन्सिलमा 2 पटक नन पर्मानेन्ट मेम्बरका रूपमा निर्वाचित भए पनि त्यस यता जति प्रयास गर्दा पनि नेपाल उक्त संस्थाको सदस्य हुन सकेको छैन। अमेरिकाले राजा वीरेन्द्रको राज्य भ्रमणपछि कुनै पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई राज्य भ्रमणको लागि बोलाएको छैन। प्रचण्ड जो अस्ति भर्खर अमेरिका गएका थिए, त्यो कुनै अफिसियल स्टेट भिजिट नभएर एउटा कार्यक्रममा सहभागी हुन गएका थिए। 2050 को मदन भण्डारी हत्या, 2051 सालको संसद विघटन, 2052 सालको महाकाली सन्धि, 2047 देखि 2060 बीचको अस्थिर सरकारहरू, 2058 को दरबार हत्याकाण्ड, नेपालबाट राजतन्त्रको अन्त्य र त्यसपछि फेरि अस्थिर सरकार, केपी ओलीको भारत रिजाउ स्टन्टबाजी र चुनावमा बहुमत, नेपालका प्रधानमन्त्रीको विदेश भ्रमण र स्वागत, अनि अहिलेको संसदमा काङ्ग्रेसको रोइलो, यी सबै घटनाहरू कहीँ न कहीँ नेपाललाई कूटनीतिक हिसाबले एकदमै कमजोर बनाउन घटाइएका हुन्। परराष्ट्र मन्त्रालयमा योग्यताको आधारमा भन्दा पनि पार्टीको कोटाबाट मन्त्री बनाउनाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राम्रो प्रतिनिधित्व हुन सकेको छैन। न त परराष्ट्र मन्त्रीहरूमा गतिलो भाषाको ज्ञान छ, न त कूटनीतिक चातुर्य। यी नेताहरूले के प्रमाणित गर्दैछन् भने देशको समस्या अनि विकास गयो बाडमा, हामी त सत्तामा लिप्त हुन्छौँ विदेशीको आडमा। धन्यवाद।